मैले दुःख गरेर मेरो भाइको निम्ति एउटा कविता लेखेर ल्याएको छु। आशा छ तपाईहरुले ध्यान दिएर सुन्नुहुनेछ भन्ने। मेरो कविताको शीर्षक छ प्रेमले सहन्छ। मेरो भाइको नाम चाहिँ प्रेम हो अनि उले जिन्दगीभर सहन्छ। अब के सहन्छ भन्ने कुरा चाहिँ तपाईहरुले मलाई सुनिदिनु पर्ने हुन्छ। प्रेम भनेकै सहनु हो। सो मेरो कविता यस प्रकार छ। प्रेम सहनशील छ, प्रेम भलात्मी छ, प्रेम नम्र छ। वाह वाह भनिदिनुस् न। अनि मेरो भाइ छ, ऊ झट्टै रिसाउँदैन, प्रेमिकाको दुःख बुझिदिन्छ, उसको सबै व्यथा झर्को नमानी सुनिदिन्छ। तिम्रो दुःख मेरो दुःख, तिम्रो खुसी मेरो खुसी बनी सम्झाइदिन्छ, प्रेमिकालाई बताइदिन्छ। बताउँछ नि हैन? प्रेमले झर्को मान्दैन, अल्छी गर्दैन। रातको 12 बजे प्रेमिकालाई भोक लागे झट्टै खाना ल्याइदिन्छ। खाना खाएपछि स्वाट्टै भाँडा पनि माझिदिन्छ। प्रेमिकाले बाँदर भनी सम्बोधन गर्दा, सुन्नुहोस् है, प्रेमिकाले बाँदर भनी सम्बोधन गर्दा प्रेम नम्र भई मुसुक्क हाँसी, तिमी मेरो सुन्दरी, तिमी मेरो सुन्दरी भनी जवाब दिन्छ। अब सुन्दरी दुई किसिमको हुन्छ। एउटा चाहिँ तपाईहरु, अर्को चाहिँ बाँदरको श्रीमती है। अब बुहारीले यदि राजा भन्नुहुन्छ भने रानी हुनुहुन्छ। अब त्यो डिसिजन चाहिँ तपाईलाई म दिन्छु। तल छौँ हामी, कविता तल। प्रेमले सिङ जुदाउँदैन। के जुदाउँदैन? तर नम्र भई आफ्नो प्रेमिकाको दास बनिदिन्छ। एउटा गालामा थप्पड खाँदा अर्को गाला थापिदिन्छ। अब यो चाहिँ मेरो भाइले बुझ्नुपर्छ। बिना कारण थप्पड खाइन्छ, त्यतिखेर डोन्ट आस्क क्वेसन है, जस्ट टेक अ स्ल्याप है। यो चाहिँ मेरो अनुभव हो नि त। प्रेमले गल्ती नै बिना आई एम सरी भनिदिन्छ। प्रेमिका रिसाएमा झट्टै फकाइदिन्छ, जोक्स बनी हँसाइदिन्छ। भाइ त मन पर्यो तपाईहरुलाई। सो मैले इन्डाइरेक्टली भन्दैछु, मेरो भाइले चाहिँ बुहारीलाई फकाउनु पर्यो एभ्री टाइम है। गल्ती गरे पनि नगरे पनि फकाउनु पर्यो। नो काम नो फुड है, नो काम नो माम है। काम चाहिँ गर्नै पर्छ। अब हामी अन्तिममा आएका छौँ। उनी आगो हुँदा प्रेम पानी बनिदिन्छ। उनी आगो हुँदा प्रेम पानी बनिदिन्छ। उनी गुलाबको फूल भए प्रेम काँडा बनिदिन्छ। उनी कमलको फूल भए प्रेम हिलो बनिदिन्छ। सकेको छैन है, सकेको छैन, अलिकति छ। आफूलाई रित्दै स्वार्थलाई त्यागी उसलाई सधैँ बढ्न दिन्छ, बल्न दिन्छ। प्रेमले सधैँ सहन्छ, जीवनभरि सही रहन्छ।